धेरै लक्ष्य राख्ने मान्छे सधैँ थाकेको जस्तो देखिन्छ, तर एउटा मात्रै लक्ष्य राख्ने मान्छेले सबैलाई थकाइदिन्छ। यो कुनै मोटिभेसनल कोर्स होइन। 48 लज अफ पावर नियम नम्बर 23 ले भन्छ, कन्सन्ट्रेट योर फोकस। शक्ति एउटै बिन्दुमा एउटै काममा मात्रै राख। यसको सिम्पल अर्थ, यदि तपाईले आफ्नो ऊर्जालाई 10 ठाउँमा बाँड्नुभयो भने तपाईको त्यो 10 ठाउँमै खर्च गरेको ऊर्जा कमजोर हुन जान्छ। तर एउटै लक्ष्यमा तपाईले त्यो सबै फुल्ली फोकसको साथ सबै पावर लगाइदिनु भयो भने तपाईलाई कसैले पनि रोक्न सक्दैन। फर अ सिम्पल इक्जाम्पल, सबै कुरा अलिअलि गर्ने मान्छे एभरेज रहन्छ, तर एउटा कुरामा चाहिँ गहिरो तरिकाले जाने मान्छे लेजेन्ड बन्छ। त्यसैले सबै युद्ध लड्नु पर्दैन, एउटा युद्ध लडियो भने सबै जितिन्छ। फलो फर सेल्फ इम्प्रुभमेन्ट भोलि अर्को रुल। जय नेपाल।